Hello guys, welcome back to my channel. My name is Pradipti. अहिले चाहिँ रातिको चाहिँ 9:30 बजेको छ र हजुरहरूले सोच्नुभयो होला हामी 9:30 बजे किन भ्लग गराउँदैछौँ। मम्मी आउनुहुन्छ किन भन्न सक्नुहुन्छ? बिकज हामी भोलि जाँदैछौँ पाल्पा ट्रिप, फ्यामिली ट्रिप। सो हाम्रो चाहिँ प्याकिङ सबै डन भइसकेको छ। अब हामी सुत्न थालेको। We are very excited. Very excited. Very excited about. We need to sleep because we don't want dark circles. So, यार यो झोला पुरै चाहिन्छ। wow. यहाँ मम्मी हुनुहुन्छ। अब हामी सुत्छौँ। म हजुरहरूसँग भेट्छु अब सिधै बिहान जाने बेला रेडी हुने बेला अब अठार हुन्छ त्यतिखेर भेटौँ। एक्साइटेड होइन किनभने अब जाडो भइरह रुगा लगाएको मान्छे नुहाउनु जानुभयो। अब म रेडी भएर हजुरसँग भेट्छु। सो गाइस मैले कपडा लगाइसकेँ। म हजुरहरूलाई कपडा देखाउँछु यसो। यहाँ पुरै यता पछाडि पुरै पोरो हो। सो यो चाहिँ मेरो कपडा। माथिबाट मैले स्वेटर लगाएको छु। तलबाट यो ड्रेस प्यान्ट लगाएको छु। कपालले यस्तो बाटेको छु तर यस्तो बाट्ने होइन। म काँटाले च्याप्छु कि त समथिङ केही गर्छु। यो भयो। अनि मैले चाहिँ यो ब्याग आएपछि चाहिँ हामी निस्किन्छौँ। सो म हजुरहरूसँग अहिले हाई गाइस म रेडी भइसकेँ। जे पनि रेडी भइसक्नु भयो। हाई म मार्क्स लगाइपर्छु। अब हामी चाहिँ उहाँहरूको अरूहरूलाई कुर्दै बसिरहेछौँ। मम्मी चाहिँ आउनुहुन्छ। हाम्रो यहाँ सबै सामानहरू रेडी छ। यो बाबाको झोला हो। बाबा चाहिँ हामीसँग अहिले आउनुहुन्न किनभने आन्टी हुनुहुन्छ। कल्पना आन्टीको उहाँको अफिसको छुट्टी मिलेन। सो उहाँसँग दिउँसो आउनुहुन्छ बाबा। अनि हामी चाहिँ अहिले जाने। अब अरूहरू कथेर आउनुहुन्छ, दादा दिदीहरू कथेर आउनुहुन्छ त्यतिखेर हामी निस्किन्छौँ। ये बाबा उतै हुनुहुन्छ। हाई हेलो हेलो। अब हामी सिधै निस्किने बेलामा गयौँ। हेलो गाइस सबैजना आइसक्नु भयो र नानी दिदीहरू आउनु भएको छैन। अनि दिदीहरू आएपछि हामी जान्छौँ। यहाँ सबैजना आउनुहुन्छ। अहिले यता हुनुहुन्छ। मम्मी भित्र आउनुहुन्छ। अब हामी जान्छौँ पाल्पा। Are you excited? Pradipti, यता हेर्नु। Yes. यता देखाउनु। Are you excited? Yeah. Are you excited to मम्मी? हामी त हिजोबाट एक्साइटेड थियौँ। पाल्पा कली। हेलो गाइस। यता गाइजहरू आए। आउनुभयो बल्ल। अब अब हामी त्यो बाटोमा भेट्छौँ। गाइस हामी यहाँ जोरदार आएको छौँ। सबैजना यही हुनुहुन्छ। अनि सी इज आवर नेक्स्ट भ्लगर। ओ यहाँ आप्पा हुनुहुन्छ अर्को भ्लगर। दुईवटा भ्लग देख्नु। हेलो हेलो काव्या। सबैले मलाई देखाउने भनिराख्नु। यस्तो राम्रो भ्यू आइरहेको खोला पनि। यहाँ नाना सुनेछ राइडर हामी पुरै बाटोमा चिप्लेको। अरे हामी त बस्न पाएन भने अब हामी नास्ता खान्छौँ। अनि त्यसपछि हामी कता जान्छौँ कान्छनतिर माडी भ्यूतिर। अब कता हुन्छ जान्छौँ। गाइस दिस इज द भ्यू।
आवाज आइरहेको त्यो आवाज चाहिँ झरनाको हो तर झरना कहाँ छ मैले देखेको होइन। यहाँ खोला छ किनौ खोला जस्तो खाने ठाउँ छ पटुक खाने ठाउँ हो यो चाहिँ। पटुकमै पकौडा खाँदै चिया पनि खाँदैछन्। हजुर खाना पाइन्छ जोरदारमा यहाँ हामी बिचको बाटोको बिचमा अम्बा टिप्दै हुनुहुन्छ आदित्य दादाले। अरू टोलीहरू उता अम्बा टिप्दै हुनुहुन्छ। आदित्य दादा यहाँ अम्बा टिप्दै हुनुहुन्छ। मलाई खै त्यसको लागि हेर्न पर्छ अम्बा फोन हेरेर म काँचो खान सक्दैन है। दामी छ पाकेको यस्तै खान मजा लाग्छ ल यो कसले भाग्यमानी म रुक गाइस हामी अम्बा खाँदै हम। आदित्य दादा आफ्नो लागि पनि तिनीहरू आइरहन्। उता यिनीहरू आए। मैले एउटा खाँदैन आज त्यो कसरी गयो त्यहाँ माथि हेर। गाइस हामी आयौँ घर। यहाँ भलिबल हामी सबै फाइनली बैठक कोठा सफा गर्ने दुईजना बैठक कोठा दुईजना जब हामी भित्र जान्छौँ है यहाँ ढोका छ। खुट्टा चिसो हो। यो एउटा कोठा हो एउटा। मैले हजुरहरूलाई अहिले टुर दिन्छु के ल अब टुर गर्छु। बाहिरबाट गरौँ। यो घर भयो गाइजहरू। यहाँ अम्बाको रुख छ टोइलेट छ। अब यहाँबाट भित्र आएपछि यहाँ यस्तो बस्ने खाट छ पुरै यस्तो माथि सिल्ड छ अनि यो ढोका भयो। ढोकाबाट भित्र आएपछि यहाँ एउटा बस्ने ठाउँ छ यस्तो यहाँ पुरै बुइ छ अनि यहाँ यस डाइनिङ टेबल आप्पाको यो किचन हो अनि अब यहाँबाट हामी माथि जाऊँ। तल ग्राउन्ड फ्लोर थियो अब हामी आयौँ फर्स्ट फ्लोरमा। अब सुनमा फर्स्ट फ्लोरको टुर दिन्छु। यो यहाँ एउटा कोठा छ यहाँबाट बाल्कनी भयो। म यहाँ सुत्ने हो। यो भयो यो पुरै कोठा छ। अब यहाँ पनि एउटा बाल्कनी छ। यो चाहिँ पछाडिको खेतवाला भ्यू हो। यो उस छ यो ड्रम छ पानीवाला धारा। यहाँभित्र पनि अझै एउटा केही छ। यहाँभित्र पनि केही छ। अहिले पछि हेरौँला। यहाँ डमरू यहाँ टिभी छ। योभित्र स्टोर होला। अब यहाँ अझै माथि छ र पुरै यस्तो स्टोर रुम हो। यही हो टुर। अब हामी तल जाऊँ। गर्छौँ रमाइलो। अब एकछिनपछि भेट्छु बा। अब यहाँ घरभित्र आएपछि अब यहाँ सरसफाइको कार्यक्रम हुँदैछ। यहाँ हुनुहुन्छ हाम्रो आसमा मिस या काव्या मिस ल। यहाँ हुनुहुन्छ नाना मिस। यहाँ हुनुहुन्छ मम्मी तरकारी पकाउँदै दुध पकाउँदै। यहाँ हुनुहुन्छ पनिता मिस छाडो बढार्दै। ठुलो मम्मी खै माथि हुनुहुन्छ होला।
यहाँ हुनुहुन्छ आदित्य सर स्कुटीमा, यता हुनुहुन्छ अनमोल सर काठ काट्दै, यहाँ हुनुहुन्छ ठुल मम्मीले बोलाउनु भयो हजुरलाई। अनि घर अब यहाँ सब सरसफाइ हो। मैले केही काम पाएको छैन, अब काम पाएपछि मैले पनि काम गर्न पर्ला। म अहिले यत्तिकै बसिरहेको हजुरसँग अहिले एकछिनपछि भेट्छु। ओके, शेयर एन्ड सब्सक्राइब। हामीले बाटोमा टिपेको पुरै अम्बा यही छ, अहिले खानुपर्छ। अनि यता अनमोल दादा म यत्तिकै बसिछु काम नपाएर। गाइस मैले कपडा सपडा सबै गर्नु गएर खोलिसकेँ। भलिबल खेलिरहेको थियौँ, पुरा रातै भएछ। यतापट्टि ट्याटु नानीले हालिदिएको आप्पा हुनुहुन्छ, देख्नुभयो? त्यत्रो लिपस्टिक लाएर ब्लग गराइछ। कसरी ब्लग एन्टी परेर ब्लग देखिन नाम देखिन है यहाँबाट। यसरी देखिन, यसरी नेचुरल देखिन्छ। देखिन नि या अनमोल दादा हुनुहुन्छ। मेरो ट्याटु लाउने भयो आउनु सबैजना। यिनी यहाँ अम्बा खाइछिन् बसेर। अम्बा खाइछ्यो हो। अब म हजुरसँग एकछिनपछि भेट्छु। बाई। हामी कहाँ जाँदैछौँ? लाउ कहाँ जाँदैछौँ हामी अब? यहाँ त मैले तिमीलाई कस्तो राम्रो ठाउँमा जान्छु। अब हामी जाँदैछौँ अङ्गमा खोज्न। अरूहरू अगाडि गइसके, हामीलाई एक्लै छोडेर जान देऊ रे बाबालाई। गहन अब हामी पनि जान्छौँ। कहाँ जाने हो यस्तो बाटो? आउ न तिमी, आउ न, बाबाले जान देऊ न उता। आप्पा यहाँबाट झरे कि के अरे तिमी? आप्पा ओइ कहाँबाट झर्ने हो र? यता होला, यतैबाट जाने होला। आप्पा This is a coffee. खै पुष्पा यता जाऊ के आप्पा उता हो त सिधै 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 उताबाट झर्ने हो क्या। हामी काखल टिप्न गएको है? त्यहाँ त्यतै हो। टिप्ने ठाउँमा छौँ। वाउ हैन म पुतलीको भिडियो गराउ के पुतलीको। पुतली ओ माय गॉड भनेको ओ वाउ पुतली डर पर्यो। यहाँ छौँ। अमला गो 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 त्यो लिएर जानुपर्छ उ त्यो कित्लीको छ त्यो केराको बोगो खै जान्छ कित्लीको छ पाइन मकैको हुन्छ न भोगो मकैको भोगो आउनु न जस्ट 10 मिनेट जस्ट 10 हुन्छ नि 10 मिनेट फ्ल्यास अन गर्दा गर्दा हुन्न अजीमो शान शहंशाह अटोमा राख्ने के अजीमो शान शहंशाह oh my god यो देखाउनुहुन्न बसेर त्यही निकालिरहेको अब oh my god कुरो oh my god हैन यो पानी पाइयो नि त जे भए पनि म चाहिँ पेपी पेपू भेट्टा थिएँ यिनले लिगेन अब खाना पकाउने तयारी हुँदैछ भित्र नपसाल है मुखभित्र नानीहरू त जानुभएको छ पर्टीमा लिन एन्ड
here. पुरै बथान छ कपालको. Yeah, right? So, अब म हजुरसँग नानी लिएर आएपछि तास खेल्दाखेरि भेट्छु. बाई. हामीले निस्किनु थालेको. मलाई हेल्प गर्ने कोही पनि भएन नि यहाँ. Guys, यो काडा गाइस अब यहाँ हाम्रो स्टार्ट भइसक्यो. यता गीत बजिरहेको. अब हामी जाँदैछौँ अमला टिप्न. So stay tuned with us. Okay. कता जान्छौँ अमला टिप्न? पल्लो ढाडीमा. पल्लो डाँडो तल ओराली. ओह्रालो. गाइस तिमी केही शब्द 2 शब्द भनेर जाऊ. 2 शब्द. Oh my god. It's carnival time. हामी म उता आपासको भ्लगमा बोलिरहेको थिएँ. सब्सक्राइब टु आसमास डायरी प्रमोसन. सो हामी बारी हेर्नु र अमला टिप्न जाँदैछौँ. गाइसहरू अमला केमा राख्ने हो? तिम्रो भ्लगमा फेरि हामी दाइहरूलाई नदेखाउने. नाइ क्या लाइक सब्सक्राइब हानेन भने हरि बिर्छु नि. धम्काउ धम्काउ. घरमै आएर बिर्नु नि त. होइन मजाक गरेको है. होइन मायाले हजुरलाई राम्रो लाग्यो. सब्सक्राइब गर्नु. हजुरको मनले है सब्सक्राइब गर्ने लाइक गर्ने. झिम झिम सानो देख्यौ इ यिनीहरूले छोप्न यति गाह्रो हुन्छ वनको कुरा होइन. अलि पछि भेट्छु यस्तो बाटोमा भ्लगिङ गर्न. गाइस हामी यता अमला टिप्न गयो. अमला टिप्न गएको पुरै घाँसले ठाउँै देखेन. पुरै घाँस भएर उसै देखेन. अनि आएपछि मलाई जाड गरेर स्वेटर लगाएको. सबैजना यहाँ हुनुहुन्छ यता. अब हामी नाच्छौँ. अब अहिले एकछिनपछि गर्न सकेन सरी. अब यहाँ सोनाठी हुँदैछ. अब हामी खाना खान्छौँ एकछिनपछि. त्यसपछि तास खेल्छौँ. गाइस हामी अब कहाँ जाँदैछौँ? यहाँबाट कहाँ जाँदैछौँ हामी? घोस्ट हन्टिङ. कता? आफूलाई घोस्ट मेरो मात्रै देखेको यो अरू पनि देखेको के खुट्टा. अब हामी हिँड्न लागेको एकछिनपछि हिँड्छौँ. गाइस हामी जानुभन्दा अगाडि यो माफिया गेम अरे आप्पाले चाहिँ होस्ट गर्दै हुनुहुन्छ. आप्पाले सिकाउनुहुन्छ त्यो माफिया गेमको चाहिँ रेडी गर्छौँ. अनि त्यसपछि नानीले खाँदै हुनुहुन्छ. नानीले खाएर भएपछि जान्छौँ. यसमा पनि माफिया छ. डिस्कसनमा यहाँ टाउको झमेला हुन्छ.
सबैले पढ्न आउँछ न यतिको त नेपालीमा दुईटैमा लेखिदिएको छु बुढालाई सिँगेको जाने टोक्न जाने बुढीलाई लेट्स गो अब हामी जान्छौँ घोस्ट हन्टिङ लेट्स गो बाटोमा गइसकेको छु अर्को ब्लगमा आउनु समय के भयो भन्दाखेरि हामी त्यहाँ जाँदाखेरि चाहिँ दिउँसोसम्म त सबैजना जाने गरिरहेको थियौँ तर राति त्यहाँ पुगेपछि चाहिँ पुरै बाटो ओह्रायो केही पनि नदेखेर सबैजना डराएर कोही पनि नजाने भनेर भन्यो त्यही माथि दादाहरूको हामी सबैको फेस यस्तो डरलाग्दो देखिरहेको थियो अँध्यारोमा त्यही भएर सब डराएर हामी नजाने भनेर फर्क्यौँ सुरुमा त दिउँसोसम्म सबलाई जानु भनिरहेको थियौँ तर त्यहाँ गएपछि बल्ल हाम्रो हालत टाइट भयो हाम्रो पुग्यो हामीलाई यही हामी त्यहाँ उतासिम पनि पुगेको छैनौँ गाइजहरू हामी बिच बाटोमै डरायौँ भूतलाई हेर्न जान थालेको थियौँ तर मिठाई पाए ल कस्तो डराउन दिन्छन् डराउन दिने मान्छे 1 डराउन दिने मान्छे 2 मेरो फेस देखेर डराए रे अनि त पुरै हजारमा अब हामी माफिया खेल्न बसेछौँ अनि यहाँको चाहिँ होस्ट हुनुहुन्छ हाम्रो आप्पा यहाँ सबैजना हुनुहुन्छ बाबा आप्पा मम्मी प्रतिमा दिदी दिदी आदि दादा नानु दिदी एन्ड right रमाइलो सिगा नायनाकामा ल अलेक्सन गेम स्टार्ट बेलामा हेरौँला सबैजना आएपछि हामीलाई खेल्न ढिलो भयो गाइस हाम्रो गेम स्टार्ट भइसक्यो रुल्स हजुरहरूलाई बताउन देखाउने म त हदै होइन त है अहिले मलाई बहुत शङ्का लाग्यो हदै होइन नानीले घोकेको कुरा भ्याइए जस्तो छ सक्दैन मलाई यो माफियाले गाइस नगिले राम्रो म डिटेक्टिभ थिएँ तर मलाई यिनीहरूले मारे गाइस हामी भात खायौँ राइट दादाले खाएर भइसक्नु पहिला चाहिँ खाइराखौँ द रियल गेम प्ले माफिया भएर म डिटेक्टिभ थिएँ सबलाई भनिरहेको थिएँ पत्याउँदै मैले भनेको त्यही भयो नानीले नर्स हुनुहुन्थ्यो नानीले मलाई बचाएको व्यापार बाबा र दिदी हुनुहुन्थ्यो दुइटै निस्किनुहुन्थ्यो बट वेल प्लेड अब हामी खेल्छौँ यसपछि हमिङ गेम कति बज्यो हमिङ गेम अब हमिङ गेम अथवा त्योभन्दा अगाडि भेटौँ अब हामी यिनीहरू आज गेम खेल्दा हामी त्यसपछि हमिङ गेम खेल्छौँ हामी दुईजना एउटा टिममा पर्यौँ हामी हमिङ गेम खेलेर ल्यायौँ अनि त्यसमा चाहिँ फर्स्ट 54 समथिङ 52 त्यहाँदेखि हामी भयौँ 49 अनि त्यसपछि थर्ड चाहिँ बाबाहरूको ग्रुप हुनुभयो 40
Yes. I was host and nobody was listening to host. ग्रुपमा जाऊँ अब आजको लागि यति नै हजुरहरूसँग भेट्छु मैले अर्को भिडियोमा। बाइ।